चाहिँ के भन्दैछ यहाँनिर कन्स्ट्रक्सन हुँदैछ। यहाँनिर घरको डिजाइन खतरा छ। पोल पनि लडेछ, हात्ती भाङ्गिसक्यो। अहिले गर्मी आइसक्यो, त्यही पनि चिसो चिसो मौसम छ। अहिले बेलुका चिसो चिसो मौसम छ, मजा भइरहेछ। मजा बाइकहरू सर तर हामी घुम्नु निस्केको होइन, हामी कामले नै निस्केको। हाम्रो सानो काम हो र निस्किनु त बेलुकै निस्केको, कामले गरेर ढिलो भएर रात परिहाल्यो। यहाँनिर चाहिँ कपडा पसल खुलाइरहेछ। अघि भर्खर बाटोमा आउँदाखेरि हामीमा एउटा बिरालोलाई ट्रकले खिचाइदिएको थियो, पुरै अचारै भएको थियो। बिचराको अन्तिम दिन आजै रहेछ, मृत्युको दिन। यहाँ अगाडि दुईवटा कुकुर छ, लप्केटा लप्केटी, पुरै जिगे हान्दैछ पछाडि कुकुरले कुकुर्नीलाई। राम्रो नभएर भिडियोको क्वालिटी चाहिँ अलिक लो नै छ, त्यही माथि राति पनि छ। अब आइफोन त राम्रो आउँथ्यो, अलिक आइफोन होइन, हामी कता कता घुम्दैछौँ। रुम जाने बाटो कता हो? हामीले त रुम जाने बाटो बिर्स्यौँ कि के हो? एउटै बाटोमा घुमेको घुमै भइरहेको छौँ। हजुर, के मार्केट के गर्नु? ए छिर्दिउँ। यहाँनिर हामी के मार्केट अरे यो? विशाल मार्केट। हामी चाहिँ विशाल मार्केट छिरेको छौँ। यहाँनिर विशाल मार्केटमा यस्तो दामी दामी मार्केटहरू छ। म एउटा भिडियो बनाउनु सोचिरहेको थिएँ, सोच्नु चाहिँ दाइको ब्लगले फ्लप बनाइदियो। विशाल मार्केटमा एक राउन्ड पनि हामी सकौँ। अब हामी चल्देको लगायत जोस् हाम्रो राइडर दाइ चाहिँ खतरा खालको जोस्, बाइक चाहिँ डेन्जर कुदाउँछ। लगभग च्यालेन्जमा सक्दैन पनि धेरैले। विशाल मार्केट बाटो पनि निस्किसकौँ। भ्लगको लागि यसो चलफलको लागि एक राउन्ड सानो राउन्ड हान्दिएको। अब हामी रुम फर्केको। विशाल मार्केटलाई बाई बाई गरेर रुम फर्किँदै गरेको हामी चाहिँ गाइस हो। एकचोटि बाइक दुकानमा हालिदिनु न त, खाली रोडमा बटार दियो। यहाँनिर हजुर दामी हो। ए होटेल कि यो के हो? म स्कुल भनेको त होटल हो। ए होटेल रहेछ गाइड, सरी माई मिस्टेक। होटेल रहेछ, स्कुल भनिदिइराखेको। दमक फोन सेन्टर।
पुगियो अब यति भन्दै भ्लगलाई यहीँनिर इन्ड गर्ने हो बाई बाई सी यू टुमारो